हामीले हिजो वार्तामा जुन गएर फर्किएको कुरा र आज बिहान हामीले वार्तामा गएको कुरा बिहान श्रद्धेय सीएनटीका अध्यक्षज्यूले पनि राखिसक्नु भएको छ। मैले पनि यहाँहरूलाई आन्दोलनको सुरुवातीमै आज बताइसकेको छु। आदरणीय शिक्षा कर्मचारी साथीहरू, हाम्रो लक्ष्य भनेको विगतमा नेपाल सरकारसँग नेपाल शिक्षक महासंघले गरेको सहमति पूर्ण रूपमा कार्यान्वयन हुने गरी हामीले विद्यालय विद्यार्थी शिक्षक कर्मचारी मैत्री अग्रगामी शिक्षा ऐन जारी नभएसम्म यो हाम्रो आन्दोलन नरोकिने कुरा हामीले यहाँहरूसँग जानकारी गराइसकेका छौं। नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति नेपाल सरकारसँग उहाँहरूले हामीलाई केही मुद्दाहरू क्याबिनेटबाट हल गरिदिने र आन्दोलनलाई समाप्त गरेर घर पठाउने योजनामा उहाँहरू सुरुदेखि नै लागिरहनु भएको थियो। त्यसमा नेपाल शिक्षक महासंघले निरन्तर रूपमा हामीले असहमति जनाउँदै आएका छौं। त्यसैले अहिले हामी 25औं दिनमा छौं। अब हामी हाम्रो आन्दोलनको उत्कर्षमा हामी पुगेका छौं भन्ने हामीले अनुभूत गरेका छौं। हिजोबाट शिक्षक कर्मचारीहरूको आन्दोलनलाई मध्यनजर गरेर नियमित बर्खे अधिवेशन 10 दिन ओरा सारिएको कुरा हामीले संसार मिडियाबाट अवगत गरेका थियौं। साक्षी नेपाल शिक्षक महासंघले गरेको यो सडक आन्दोलनलाई मध्यनजर गरेर बर्खे अधिवेशनको सुरुवात भएको हो भने त्यो संसदको कार्यसूचीमा हाम्रो विद्यालय शिक्षा विधेयकको त्यो एजेन्डा किन राखिएन? म सरकारसँग प्रश्न गर्न चाहन्छु। हामीलाई अझै पनि ढाँट्न खोज्ने, हामीलाई झुक्क्याउन खोज्ने, हामी सडकमा छौं, निरन्तर खबरदारी गरिराखेका छौं। अब हामी तपाईहरूले ढाँटेर अब हामी ढाँटिनेवाला छैनौं। हामी तपाईहरूले ठग्न खोजेर हामी ठगिनेवाला छैनौं। भोलि जुन संसदको बैठकमा हाम्रो विद्यालय शिक्षा विधेयक त्यसले प्रवेश पाउनुपर्छ। मैले आदरणीय शिक्षक कर्मचारी साथीहरूसँग के अनुरोध गर्न चाहन्छु भने हामी 77 जिल्लाका यहाँ छौं। 77 जिल्लाबाट मान्य सांसदज्यूहरूलाई हामीले भोट हालेर जिताएर पठाएका छौं। उहाँहरूलाई हामीले एकल अथवा संयुक्त रूपमा भेटौं। खबरदार, त्यो संसदको बैठकमा तपाईहरूले विद्यालय शिक्षा ऐनको सवालमा कुरो उठाउनु हुन्छ कि हुँदैन? यहाँहरूले भेट्नु होला, फोनबाट खबर गर्नु होला अथवा फोन गर्नु होला। यति बेला अब शिक्षक कर्मचारीहरूलाई तपाईँ हामीले यो भन्दा अगाडि उहाँहरूलाई धेरै गुण लागेका छौं। अब हाम्रो गुण तिर्ने बेला यही हो। त्यसैले अब तपाईँ हामीले को वैगुणी रहेछ, को गुणी रहेछ भन्ने छुट्याउने बेला आएको छ। त्यसैले यही कुरामा यहाँहरूको ध्यान जानेछ। हामी भोलि संसदको बैठकमा छलफल चलिरहनेछ। हामी सडकबाट खबरदारी गर्नेछौं। त्यो उपसमितिले बाँकी रहेको काम छिटो भन्दा छिटो सकेर संसदमा हाम्रो विद्यालय शिक्षा विधेयकको टेबल गर्ने कुरामा नेपाल सरकार शिक्षा मन्त्रालय तुरुन्तै त्यसमा चाहिँ लाग्नु हुनेछ भन्ने कुरा पनि हामी यहाँ ध्यानाकर्षण गराउन चाहन्छौं। हामीले आज पनि शिक्षा मन्त्रालय नवनियुक्त शिक्षा मन्त्रीज्यूलाई यो कुरा हामीले भनिसकेका छौं। हामी विद्यालय शिक्षा ऐन जारी नभएसम्म सडक छोड्ने छैनौं र हामीसँग भएका सहमतिहरू पूर्ण रूपमा कार्यान्वयन हुने गरी विद्यालय शिक्षा विधेयकलाई बाँकी काम पूरा गरिदिनुपर्छ भन्ने कुरा पनि हामीले अवगत गराएका छौं र हामीले वार्ता र संवादलाई निरन्तर जारी राख्ने कुरा पनि यहाँहरूसँग म यो निवेदन गर्न चाहन्छु। हामी केका लागि वार्ता भने त्यो
विषयगत समितिको पनि उपसमितिमा रहेको विद्यालय शिक्षा विधेयक छलफलमा छ। हाम्रा विगतमा भएका सहमतिहरू, हाम्रा मुद्दाहरू त्यहाँ समावेश हुन्छन् कि हुँदैन, त्यसका बारेमा हामी निरन्तर वार्ता र संवादमा पनि रहनेछौँ। र फेरि पनि यो हाम्रो आन्दोलनकै मोर्चाबाट हामीले निर्णायक आन्दोलन भनिराखेका छौँ। हामीले परिणाम लिने बेला यही हो। यसको लागि हाम्रो उपस्थिति बढ्न जरुर छ। म यहाँहरूसँग निवेदन गर्न चाहन्छु, कतिपय साथीहरू आज 25औं दिनसम्म सडकमा हुनुहुन्छ, कतिपय साथीहरू 2-4 दिन हुनुहोला, कतिपय साथीहरू आउँदै हुनुहुन्छ। एकचोटि खुसुक्क आडमा बसेको शिक्षक साथी कर्मचारीसँग सोध्नुहोस्, तपाईँ आज कति दिन भयो आन्दोलनको मोर्चामा आउनु भएको? यहाँहरूले सोध्नुहोस्। कतिपय साथीहरू लगातार 25औं दिनमा हुनुहुन्छ र कतिपय साथीहरू अलि पछाडि आउनु भएको छ। अलि पछाडि आउनु भएको साथीहरू अलि थाक्नु भयो कि जस्तो मलाई लागेको छ। साथीहरू एकचोटि आडमा हुने साथीहरूलाई सोधिदिनुहोस् प्लिज, तपाईँ कति दिन भयो? त्यसैले म यहाँहरूसँग के निवेदन गर्न चाहन्छु भने अब तपाईँ हामीलाई थाक्ने छुट छैन, पछाडि फर्किने छुट छैन। हामीलाई अब अगाडि बढ्ने र हामी अब अझ उत्साहका साथ हाम्रो निर्णायक जुन आन्दोलन छ त्यसलाई परिणाममुखी बनाउने तपाईँ हाम्रो यति बेलाको दायित्व भएको छ। त्यसैले सम्पूर्ण शिक्षक कर्मचारी साथीहरूलाई तपाईहरू यो आन्दोलनलाई निष्कर्षमा पुर्याउने, आन्दोलनलाई परिणाममुखी बनाउने यो मेरो कर्तव्य हो भनेर तपाईहरू सबै लागिदिनु हुनेछ भन्ने जुन अपेक्षाका साथ आज यो आजको 25औं दिनलाई यहाँ भव्य र सभ्य रूपमा सम्पन्न गर्नको लागि सहयोग गर्नुहुने तपाईँ सम्पूर्ण शिक्षक कर्मचारी साथीहरू, जो यहाँ कला र गलाबाट जो मनोरञ्जन दिलाउने सम्पूर्ण शिक्षक मित्रहरू र हामीलाई यो आन्दोलनलाई तपाईहरू एक्लै हुनुहुन्न, तपाईहरूसँग हामी छौं। तपाईहरू यो आन्दोलनलाई निर्णायक बनाएर मात्रै फर्कनुहोस् भनेर यहाँ धेरै विद्यार्थी संगठनहरूले, यहाँ पेशागत संगठनहरूले, यहाँ राष्ट्रिय अन्तर्राष्ट्रिय शिक्षक संगठनहरूले, कर्मचारी संगठनहरूले हामीलाई समर्थन र एकबद्धता जनाउनु भएको छ। कतिपय पालिकाहरूले समर्थन जनाउनु भएको छ, कतिपय पालिकाहरूले आफ्नो चाहिँ राक्षसी रूप देखाउन थाल्नु भएको छ। खबरदार, तपाईहरूले शिक्षकहरूलाई के स्कुल आउनुहोस् कि राजीनामा दिनुहोस्। आदरणीय शिक्षक साथीहरू, त्यो पालिकालाई तपाईहरूले च्यालेन्ज दिनुहोस्। पालिका भरिको शिक्षकको राजीनामा लिएर फेरि शिक्षक भर्ती गर्न सक्ने तागत यी छोटे राजाहरूलाई छ। तपाईहरूको तागत छ। तपाईहरूले अहिले जे कुरा बोल्नु भएको छ, जे कुरा गर्नु भएको छ, त्यसको मूल्य चर्को हुनेछ, त्यसको मूल्य सानोतिनो हुने छैन। त्यसैले शिक्षक कर्मचारी माथिको जुन तपाईहरूले हरकत गर्नु भएको छ त्यो छोड्नुहोस्, त्यो छोड्नुहोस्। हामी यो एकल लडाईँ लडेका छैनौँ, हामी साझा मुद्दामा लडेका छौँ। त्यसै